अब म चाहिँ घरतिर जानु पर्यो। के हो यो भाग गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। स्वागत छ तपाईँहरूलाई। ल आज म फेरि मेरो साथी घरतिर जाँदैछु। यो साथी घर अगाडि आइपुगेको छ आज अर्को बाटो। ल आज हामी साथी घरतिर आयौँ। यहाँ छ यो साथीको दाई, खोले पकाउँदैछु अनुहार लुकाएर। खोले चाहिँ यसरी पाक्छ, हिजो पनि देखाएको थियौँ, आज पनि। र यस्तो छ ठाउँ, यस्तो हाम्रो गाउँ, यो घर, यो मान्छे अनुहार लुकाउँछ, लजावती छ यो। यसको काम छैन गाइस। आनेर कुवा आउँदैछ हेर्नु है, आनेर हो। त्यो मान्छेले थाहा पाएको छैन कि मैले त्यसको भिडियो बनाइरहेको छु भनेर। ल अनि म अब यो भेट्न जाँदैछु यसलाई। के छ सर खबर? अब त बोल्न पनि मानेको छैन यो हाम्रो कन्टेन्ट क्रिएटर। त्यहाँ चाहिँ हाम्रो अर्ग्यानिक आफ्नै बारीमा फलेको चामलको भात। यस ब्रो। र जसले मेरो च्यानल सब्सक्राइब गर्नु भएन, च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नु पर्यो नि त गाइस। के गर्नु, परेवा त यहाँनिर आकाशै ढाक्ने छन् नि। रासन घरमा परेवा। अनि हेर्नु त आज मलाई यस्तो खतरा केटाहरूले टोपी लगाइदिरहेछ होइन। यस्तो घरधनीले यहाँनिर बाजे टोपी, त्यो कुप्री बाउवाला टोपी लगाइदिरहेछ। यो यसको काम छैन, जे मन लाग्यो त्यही गरिबस्छ। मार्छ होला यो हाम्रो बाजेले। स्टन्ट बोय, स्टन्ट देखाउँदै बस्छ। अब यहाँ राधेश हमाल पनि फेल खान्छ कि यसको स्टन्ट देख्दाखेरि, यसको कलाकारिता देख्दाखेरि। यो हाम्रो स्टन्ट देख्नुभयो, क्यामेराले पनि भ्याउँदैन उसको स्टन्ट। मिली सेकेन्डवाला त्यो स्लोमो क्यामेरा ल्यायो भने मात्र यसको स्टन्ट हेर्न पाउँछ। ल हेर्नु यहाँनिर यस्तो स्टन्ट बोय। यहाँ नेपालको सबभन्दा खतरा बाजा बजाउने मान्छे आउँदैछ र त्यो मान्छेको कलाकारिता हेरौँ है त। अब प्रस्तुति। यो मान्छेलाई चाहिँ हाम्रो आर्मीको परेडमा लानुपर्छ, मार्सलमा। अब म चाहिँ घरतिर जानु पर्यो भनेर हिँड्दैछु घरतिर। अब यो टोपी मलाई गिफ्ट भएको मेरो साथीको तर्फबाट। अब घर जाइँदैछ आफू चाहिँ होइन गाइज। यस्तै छ जिन्दगी, भ्लग बनाउने हो, के गर्ने हो। अब के हो यो गाइज? सको भाग सको यसले भागो गाइज। यो भूत आए जस्तो छ यहाँनिर गाइज। सको मार्छ यसले। नयाँ राक्षसको उत्पत्ति भयो गाइज, भागो। ऊ आयो सको गाइज। मलाई खेत आयो, यो सक्ने यो नयाँ जन्तु आएको छ यहाँनिर, यसले सक्छ। जोगेर बस्नुपर्छ यस्तो जन्तुबाट। ऊ मर्रो यो जन्तु, भाग गाइज। यसले सक्यो गाइज, सक्छ। यस्तो जन्तुदेखि टाढै बस्नु होला, यस्तोले खान्छ नै गाइज। म चाहिँ भाग्दैछु कुल्ले लामो। म अब यो जन्तुबाट छुटकारा पाउनु सकेको छैन मैले। ऊ आइसक्यो, कराई टाउको मोडेको यो के नयाँ जीव जन्तु हो नि। अब म घर जान्छु।